लागि चाहिँ अलिअलि क्लिप बनाऊँ भन्ने मात्रै हो। हामी चाहिँ अब मथुराको डाँडामा पुगिसकेका छौँ। यो चाहिँ मथुरादेखि वाङ्लाको चाहिँ सन्धिको मात्र चाहिँ रक गार्डन छ। त्यहाँ चाहिँ घुम्न आउन सक्नुहुन्छ सबै। त्यहाँ चाहिँ टिकट सिकट केही छैन, तर ढुङ्गा छ नि त्यहाँ चाहिँ डेन्जर पनि छ, ख्याल गरेर हिँड्नु होला तपाईँहरू चाहिँ। त्यहाँ चाहिँ फोटो खिच्ने यताउतिको लागि राम्रो छ र ढुङ्गा चाहिँ लास्टै छ नि त, ढुङ्गाले लायो भने नराम्रो चाहिँ लाग्छ। छ मामी ल भन नि यस्तो भएन हेर्ची। हे गाइस, हामी चाहिँ आज रक गार्डनतिर घुम्न आएको छौँ केटाहरूसित सँगै। अनि हामी चाहिँ यहाँ चाहिँ एउटा ढुङ्गा लास्टै छ नि यार। यो चाहिँ रक गार्डन हो, घुम्न आउनु होला जो जानुहुन्छ। राम्रो छ। फोटो चाहिँ हाम्रो सबै सन्धि खर्कको डाँडो देखिन्छ। अनि यो सबै डाँडो चाहिँ सन्धि खर्कको डाँडो भनेपछि यो चाहिँ पारीको चाहिँ गुल्मीको डाँडो हुनुपर्छ पक्कै। यता चाहिँ सन्धि खर्क, यहाँ चाहिँ सन्धि खर्क छ, उहाँ सन्धि खर्क छ। दामी छ यार ठाउँ त, तर हाम्रा केटाहरू चाहिँ कहाँ गयो भन्ने कुरो। अमृत के भन्छौ? के भन्थ्यो? हामी चाहिँ यति गुरु चाहिँ टिन्टाइ छौँ। सोल्टी के भन्छौ? आज भलक जान्छ राम्रो। हामी चाहिँ यस्तै थियौँ। यो चाहिँ डाँडोबाट चाहिँ हाम्रो उसी कहाँ जान्छ टक्क लाएर यस्तो एनएस जस्तो फिजारेसी एनएस त गइसक्यो क्या नि। गाडी चाहिँ त्यहाँ छ ती त्यति हो कि त्यति हामी चाहिँ गएको त्यति हो। साइकल त बिना पाइदिन्छ त मजा आउँछ। हामी चाहिँ यस्तै छ गाइस, हाम्रो चाहिँ यस्तै हो नि। हामी चाहिँ पालै अनि हाम्रो चाहिँ घोडा देख्यो त, घोडा देख्यो। यहाँ चाहिँ घोडा अचल चाहिँ देख्नै छैन, यस्तै छ। घोडाबाट यस्ता बाइक आए यो चाहिँ हाम्रो रक गार्डनको डाँडो हामीले हेरिसकेका छौँ। एउटा फोटो हानिदिएको केटा नहानी भयो अलिक तल हाने आइरहेको छोटी के भन्थ्यो कहाँ हो? कहाँ